है त गाइजहरू मैले मुडे के अरे खरी ढुङ्गाको पनि आउने छ। हाम्रो बाटो यस्तो छ हेर्नुहोस् गाइजहरू, यस्तो खोलाहरू छ यहाँनिर सर। म चाहिँ काठमाडौँ जाँदैछु है। अब बाँकी कुराहरू चाहिँ तपाईँहरूलाई मैले वहाँ नै पुगेपछि देखाउने छु साथीहरू होइन। अब बाटो यस्तो टाइपको छ है, पानी आउला जस्तो छ। मौसम पनि चिसो चिसो हुँदै गइरहेछ आज चाहिँ साथीहरू। किन यस्तो भएको चिसो मलाई थाहा छैन। तेरी नजर के हाम्रा। म चाहिँ अब खरीढुङ्गा पुग्न लागेँ साथीहरू है। खरीढुङ्गाको चाहिँ मैले तपाईँहरूलाई सिनको भिडियो देखाउने छु होइन, तर अझै छ यार खरीढुङ्गा त पुग्नलाई। खरीढुङ्गा आइहालेको छैन अझै, यहाँबाट हिँड्नुपर्छ अलिकति गाइजहरू होइन। तेरी सनम मेरी जात है ना 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 ना। ल गाइजहरू अब चाहिँ म खरीढुङ्गा आइपुगेँ भन्दा नि भयो है। अलिकति यहाँबाट अलिकति माथि गएपछि खरीढुङ्गा आउँछ। टक्क लाएर मैले खरीढुङ्गाको भ्लग हाल्नेछु। सबैजनाले माया गर्नु होला। RG5 भ्लगलाई सबैजनाले एउटा एउटा सब्सक्राइब गरिदिनु होला यो भिडियो हेरेर साथीहरू है। भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? कस्तो छेउबाट आएको गाडी पनि, खाली रङ साइड हिँडिदिने यार, खाली रङ साइड हिँडिदिने यार। अब खरीढुङ्गा चाहिँ कस्तो रहेछ साथीहरू मैले तपाईँहरूलाई देखाउने छु। ल बिचरा बाख्राको बिहा गर्छ त यार, बिजुली गर्छ त बाख्राको त। तेरी सनम उसियो लागेको छ, कुहिरो लागेको छ साथीहरू। पानी पर्ला जस्तो मौसम भएको छ। मलाई चाहिँ जाडो जाडो भएको चाहिँ छैन, गर्मी नै भइछ भन्नु पर्यो अब होइन तपाईँहरूलाई। अरू त के भन्नु साथीहरू, हेलमेटले गर्दाखेरि अलिकति यहाँ गाह्रो भइरहेछ मलाई भ्लगहरू बनाउनलाई। हेर्नु साथीहरू कस्तो कुहिरो लागेको छ। हालेलुया हालेलुया। तब साथीहरू बाटो यस्तो छ यताको होइन, अलिअलि गडाङगुडुङ गडाङगुडुङ खडाङगुडुङ यस्तै खालको बाटो छ साथीहरू। गाइज देख्न सक्नुहुन्छ। अब हामीले एक टर्निङ हानेपछि चाहिँ बल्ल खरीढुङ्गा, ऊ त्यो पारी चाहिँ नि खरीढुङ्गा हो साथीहरू होइन। यहाँबाट अझै हिँड्नुपर्छ लगभग होला समथिङ 4 किलोमिटर जति होला अब खरीढुङ्गा पुग्नलाई। त्यहाँ पुगेपछि त मैले तपाईँहरूलाई त्यहाँको पनि भिडियोहरू त म हालिहाल्नेछु। त्यो अगाडि अगाडि एउटा बस छ, एउटा सुमो पनि छ साथीहरू। यसलाई मैले अब ट्याग गरेर जानु पनि हुन्छ। र धुलो र धुवा हाम्रो नेपालमा यस्तो धुलो धुवा त साथीहरू काठमाडौँमा कति खाइन्छ कति खाइन्छ, यो त केही पनि होइन। तर गाउँ भनेको गाउँै हो यार। मलाई चाहिँ गाउँमा बस्न एकदमै रमाइलो लाग्छ है। एकदम हावापानी स्वच्छ हुन्छ गाउँको है। चिसो मौसमहरू पनि राम्रो हुन्छ गाउँको, हावापानी सबै राम्रो हुन्छ भनौँ न। अब गाउँमा नराम्रो हुने भने त के छ र। ओहो धुलो र धुवा। यो गाडीको धुलो र धुवाले डस्याउनु चाहिँ साथीहरू के गर्ने। यस्तो धुलो त खानु पर्यो भने त मजा आएन नि त हो गाइजहरू होइन।
आहा धुवा अन्त धुवा यो गाडीको कस्तो कालो धुवा हो धुवा बढी खाइयो है ग्लास पनि दोब्रिएछ आफ्नो चाहिँ चिसो छ है साथीहरू जाडो जाडो भइरहेछ के गर्ने यस्तै हो काठमाडौँ हिँडेको म आएर घरमा बसेको 1 महिना पनि बढी भइसक्यो अब चाहिँ यसो काठमाडौँतिर जानु पर्यो भनेर काठमाडौँतिर जानु लागेको साथीहरू आज चाहिँ म है यस्तो हेर्नु त पानी हुस्से लागेको छ तपाईहरुको पानी पर्ला जस्तो भएको छ मौसम पनि क्या चिसो छ यता पनि हाम्रो यो खरीढुङ्गामा चाहिँ लास्टै जाडो हुन्छ के अन्त भन्दा चाहिँ हाम्रो खरीढुङ्गामा चाहिँ लास्टै जाडो पनि हुन्छ चिसो पनि हुन्छ साथीहरु तपाईहरु यता घुम्न आउनु भएको छ कि छैन भन्नु होला है त गाउँको बाटो यस्तो छ है कलारा लुकिङ ग्लास पनि बङ्गेर यस्तो ट्याँ भइरहेछ है के कुरा गर्नु थियो साथीहरू यस्तो बङ्गेर ट्याँ भएछ क्या खरीढुङ्गा आइसकिहाल्यो होला भनेको त आउने बाँकी छ थुप्रो हिँड्नु पर्छ नि साथीहरू यो खरीढुङ्गा छ त्यो डाँडा काटेपछि चाहिँ बल्ल खरीढुङ्गा आउँछ है यो गाडी कहाँबाट आउँछ यार दिउँसै रात पर्ने भनेको चाहिँ यही हो क्या साथीहरू यस्तो भिज पहाड छ माथि है यहाँनिर यस्तो खोलाहरू छ है ट्याक्क लाएर तेरितो यस्तोमा चाहिँ डरसरी हुन्छ है साथीहरू पहिरो सहिरो आएर हुन्छ ग्राप पार्दियो भने पनि कसलाई समाउने कसको हो यो झोला यता राखेको छ मान्छेको चाहिँ क्या हो झोलामै राखेर चाहिँ क्या हो जस्तो पनि लागेको थियो तर होइन रहेछ मान्छे नि बसिरहेको रहेछन् जङ्गल छ है साथीहरू यहाँनिर त यस्तो अछु कति चिसो हो यहाँनिर मैले चाहिँ साथीहरू आज तपाईँलाई के देखाउँछु भनेको छु त भन्दाखेरि खरीढुङ्गा चाहिँ म देखाउने छु तपाईँहरूलाई बाटो होइन खरीढुङ्गाको पनि कस्तो रहेछ के रहेछ म देखाउँछु तपाईँहरूलाई बाटो तर म जाँदैछु पहिला त्यहाँ पुग्नुपर्ने हुन्छ नि त तपाईँहरूलाई देखाउनु यस्तो गेगर हुन्छ साथीहरू गेगरमा डेन्जर हुन्छ है यो भनेको डेन्जर जोन हो यस्तोमा चिप्ल्यो भने फेरि घुँडो दर्किन्छ बाटो हेर्नु बाटो चाहिँ खतम छ है साथीहरूलाई यो बाटो अब कहिले चाहिँ बनाउने होला यो नेपाल सरकारले यति बाटो बन्दै त दामी हुन्थ्यो अब बन्ने कहिले हो भन्ने कुरा हो साथीहरू यहाँबाट चाहिँ अब त्यहाँबाट रन्केर आयो यहाँ आएपछि गेट अन गर्नुपर्छ है साथीहरू बाटो यस्तो छ के गर्ने हो दिमाग सड्केर आउँछ हौ बाटो त्यहाँ पनि मलाई यो 150 ले ट्याग हान्यो गाइजहरु के छ जान्दिनु पर्छ हैन कस्तो जाडो भएको हो जाडो छ चिसो छ मौसम बस्ती बिस्तारै जानेछु काठमाडौँ बाटो सबै सजिलो त हुन्छ एउटै मन दिएर अर्कोलाई
भन्ने गीत सुन्नुभएको छ कि छैन है साथीहरू? तपाईँहरूले भन्नु है, सुन्नुभएको? अब के कुरा गर्नु हो, बाटोले बनाउने रहेछ। हाम्रो यो बाटोप्रति चाहिँ हाम्रो सरकारको पनि अलिक गहिरो तरिकाले ध्यान जाओस् गाइजहरू है। यस्तो बाटो छ, के गर्ने हो यो? जम्मै तपाईँहरूको हुन्छ नि, अब के भन्ने है। यता कल्ठ्याङ र गुल्ठुङ कहीँ सिधा छ, देख्दाखेरि बिचमा खाल्टाखुल्टी भइदिन्छ। यो बाटो चाहिँ कहिले बनाउने हो? यति बाटो बनाइदिएको गाइजहरू है। कुहिरो परेर रमाइलो मौसम भएको छ। बाइकले लास्ट थेचार्ने रहेछ यो बाटोमा। जाएंगे के हो यो ठाउँको नाम पनि थाहै छैन यार। म यतैको मान्छे हो, तैपनि मलाई नि ठाउँको नामै थाहा छैन। साथीहरू कमेन्ट गर्नु होला कस्तो छ ठाउँ। खरीढुङ्गा चाहिँ मैले तपाईँहरूलाई देखाउने छु अहिले गाइजहरू। मैले त्यही भएर तपाईँहरूलाई चाहिँ यो भिडियो बनाएको हो। कतिजना आउनु भएको छैन खरीढुङ्गा, मजाले हेर्न सक्नुहुन्छ गाइजहरू। अब भ्लग त मैले भर्खरै सुरुवात गरेको हो साथीहरू होइन। अब त्यति मलाई खासै यो भ्लग सलग बनाउनु पनि आउँदैन होइन। अनि अब चाहिने भनेपछि सबैजनाले भिडियो चाहिँ हेर्नुहोस् साथीहरू, कस्तो लाग्छ होइन। राम्रो लागेदेखि चाहिँ एउटा कमेन्ट गर्नुहोस् भिडियो कस्तो लाग्यो। मैले अरू ठाउँमा पनि जानेछु, म त्यस्तो खासै कुनै उयस त होइन साथीहरू है। तैपनि तपाईँहरूले एउटा सब्सक्राइब गरिदिनु भयो भने पनि मेरो लागि ठुलो हुन्छ गाइजहरू है। ल भित्तामै दिन लागेको छ नि त मान्छेहरू त। पानीले भिजाउने भएको सबै यस्तो हिलो रहेछ यार। इभी गाडी खोला मात्रै कतिवटा तर्नुपर्ने हो। बट यो खोलो बढ्यो भने त तर्नु सक्दैन हो साथीहरू, जस्तो देख्छ जस्तो लाग्छ मलाई चाहिँ है। कति मिनटमा चाहिँ पुग्ने रहेछ म खरीढुङ्गो। अब त्यो एक खोला हानेपछि त आइहाल्यो नि अन्त। जाडो एरियामा कति चिसो हो साथीहरू यता त। आमा लास्टै चिसो लाग्यो हो मलाई यो ठाउँमा त। हाम्रो गाउँतिर पनि यति जाडो छैन होला है, त्यस्तो जाडो छ त। तपाईँहरूलाई देख्दा त खालि त्यति जाडो रहेछ कि होइन, तर लास्टै जाडो रहेछ हौ यहाँनिर साथीहरू। ल आमा जाडो छ हौ साथीहरू, जाडो छ, चिसो छ लास्टै। फेरि यो चिसोमा
बाइकको चाहिँ यो फेरि ब्रेकहरूमा पानी सानी यो पस्यो भने ब्रेकै लाग्दो रहेछ क्या साथीहरू। त्यही भएर पानीहरूमा चिप्लोमा चाहिँ अलिकति विचार गरेर हिँड्नुपर्ने हुन्छ हामी है। म चाहिँ यहाँ पछाडि झोला पनि बोकेको छु फर्ल्याङ्गा लाएर, अनि त्यसपछि हिँडिरहेको छु। जाडो छ, हातै अहिले त यहाँ चिसो चिसो भयो, अहिलेसम्म त तातो तातो थियो। फेरि अब यहाँबाट खाडीचौर पुगेपछि, खाडीचौरको डाँडाबाट पुगेपछि चाहिँ अनि दोलन डाँडाबाट उता छिरेपछि चाहिँ अनि गर्मी सुरु भयो साथीहरू। यहाँ जस्तो जाडो उता अलिक हुँदैन यता चाहिँ, किनभने हाम्रो अलि लेख्नेकै पर्छ नि त, त्यही भएर नि अलिक चिसो भयो है। लिएकै हो नि त साथीहरू यो, त्यही भएर चाहिँ यहाँ जाडो छ, चिसो छ। जस्तो तपाईँहरू तराईको मान्छे यहाँ आएर बस्नलाई गाह्रो हुन्छ है। बस्नलाई गाह्रो मतलब भन्नाले कस्तो हुन्छ भन्नुहुन्छ भने, तराईको मान्छेहरूलाई चाहिँ यहाँ आउँदाखेरि एक त चिसोले त्यसै पनि कठ्याङ्ग्रिनु हुन्छ है। अनि यहाँनिर भनेको उकालो ओह्रालो, अब भिर कच्ची पच्ची हुन्छ, यता त्यो खालको हुन्छ होइन। तराईमा भनेको त उहाँहरूले त पुरै सम्म ठाउँ देखाएको हुन्छ नि त होइन, पुरै सम्म ठाउँ देखेको हुन्छ। अनि त्यो भएर नि हाम्रो यो यता यो पाहाडतिर चाहिँ तराईहरूको मान्छेलाई यहाँ बस्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ। जस्तो अब हामीलाई पनि यहाँबाट तराई जाने, वहाँ गएर बस्नलाई हामी यहाँको मान्छेलाई पनि गाह्रो हुन्छ, किनभने हामी गर्मी त्यति खप्न सक्दैनौँ क्या साथीहरू है। चिसोमा बसेको मान्छे गर्मी त्यति खप्न सक्दैनौँ होइन। एक दुई महिना बसेर बानी भइसकेपछि त त्यो मतलब भएन होइन, त्यो सकिन्छ, त्यो केही नै छैन। तर त्यो नभइसकेपछि चाहिँ गाह्रो हुन्छ है साथीहरू लास्टै तराईको मान्छेलाई। त्यही भएर तराईहरूको मान्छेहरू यता हाम्रो यता गाउँतिर घुम्न आउनुहुन्छ भने पनि आउनुहोस्, टक्क ठाउँ त रमाइलो छ होइन। एकदम प्राकृतिक हाम्रो यो एकदम हरियाली राम्रो छ है। तराईमा त गर्मी हुँदाखेरि गर्मी हुन्छ, पानी पऱ्यो भने हप्ता दिन 10 दिनसम्म ननस्टप परै हुन्छ क्या। उता फेरि तराईतिर चाहिँ पानी पर्दैन पनि, परेपछि त्यसरी पर्दो रहेछ क्या। म पनि बसेको छु तराईमा, पहिला 6-7 महिना बस्या हो। तर गर्मी चाहिँ खप्न नसक्ने यार, लास्ट गर्मी हुन्छ तराईतिर त साथीहरू है, अस्ति गर्मी हुन्छ। अनि त्यो गर्मी भइसकेपछि यताको मान्छे तराईमा टिक्ने खानै गाह्रो हुन्छ कि। तल कस्तो राम्रो छ, जाडोले भन्नुहुन्छ साथीहरू घुँडा कक्रक भइसक्यो चिसोले, यस्तो चिसो छ यहाँनिर। अस्ति जाडो छ कि, जाडो लाग्यो मलाई त यता त। अब त जाडो महिना सुरु भयो नि त हाम्रो यता, जाडो महिना पनि सुरु भयो, त्यो भएर चिसो हुन्छ कि। फेरि सबसे जाडो भनेको चाहिँ यहाँ भन्दा फेरि खरीढुङ्गा हुन्छ नि साथीहरू, त्यो कुरा चाहिँ याद राख्नु है तपाईँहरूले ल। खरीढुङ्गा भनेको चाहिँ तपाईँको एकदम जाडो चिसो ठाउँ हो है, लास्ट जाडो हुन्छ है साथीहरू खरीढुङ्गामा चाहिँ। यहाँ दाइले भैँसी चढाउँदै हुन्छ। अब खरीढुङ्गा लगाउँ कि यहाँबाट भाइ पुग्न लाग्यो भन्नुपर्छ, धेरै छैन बाटोले यार। मलाई आज गदाङ बनाए, तल र माथि बनाएर चाक दुखेर लास्टै गाह्रो हुन्छ नि साथीहरू बाइक चलाउनु पनि। वर्षा पानी नगरे यो म के हो यार साथीहरू, यो ठाउँको नामै त्यति थाहा छैन हो। यो म यतै बसेको मान्छे पनि मलाई त्यति खासै अब हिँड्न त हिँडिरहेको हुन्छु प्रायः जति म यो बाटो है। तैपनि मलाई यो के हो यो ठाउँको नाम ठ्याकठ्याकी थाहा छैन क्या, यतै बस्ने मान्छेलाई त्यति थाहा छैन। जाडो छ साथीहरू, चिसो छ होइन, ख्याल गर्नु होला तपाईँहरू पनि। यहाँनिर चाहिँ एउटा पोखरी छ है साथीहरू, मैले तपाईँहरूलाई यो पोखरी चाहिँ देखाउनेछु ल। हेर्नुहोस् पोखरी, यो पोखरी देखिको लाएर हुनु छ पोखरी, चिसो छ, पानी पोखरी भन्छ कि के भन्छ ठाउँलाई मलाई पनि त्यति खासै थाहा छैन। म चाहिँ अब यहाँबाट खरीढुङ्गा सुरु भयो साथीहरू ल।
यो चाहिँ खरिढुङ्गाको पुलिस चौकी भन्छ यहाँनिर चाहिँ होइन। यहाँनिर चाहिँ बसहरू ट्रकहरू आउँदाखेरि चाहिँ हरेक गाडीले चाहिँ के गर्नुपर्छ भनेर इन्ट्री गर्नुपर्छ। इन्ट्री गर्ने भनेको चाहिँ पास लिएर जानुपर्छ कि यहाँबाट। यहाँ आउने टक्कै एउटा बिल जस्तो सानो हुन्छ त्यो चट्ट काटेर गर्ने। तर बाइकहरूलाई चाहिँ त्यस्तो यहाँ पुलिसहरूले त्यति साह्रो चाहिँ लिने रहेनछ है। गाइस यो चाहिँ खरिढुङ्गा हो है त। ल हेर्नुहोस् खरिढुङ्गाको बाटो यही हो, रोड यही हो। जाडो छ, मान्छेहरू बस्छन् मजाले। डाँडै डाँडा ढिस्कै साथीहरू है। खरिढुङ्गा भन्छ यसलाई चाहिँ गाइजहरू है देख्न सक्नुहुन्छ। कस्तो छ ल हेर्नु खरिढुङ्गा। यसलाई चाहिँ खरिढुङ्गा भन्छन् साथीहरू है। तर यहाँ चाहिँ किन खरिढुङ्गा भनेको रे भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ पहिला यो पिच थिएन है, बाटो कच्ची थियो। अनि खरीको रोड हुन्थ्यो, यहाँ गाडीहरूको ब्रेक पनि लाग्दैन थियो, चिप्लिन्थ्यो होइन। त्यही भएर चाहिँ यसलाई के भनेको रे भन्नु त खरिढुङ्गा भनेर चाहिँ ठाउँको नाम खरिढुङ्गा भनेको। कुकुरलाई पिलिक्क हर्न बजाइदिउँ न त जाउँ त हो साथीहरू। ल ओ कति जाडो छ यार। ओ तेरी त हेर्नु त मौसम। ओ माई गड कस्तो जाडो छ। त्यहाँमाथि पनि चिसो छ गाइजहरू है। ल खरिढुङ्गामा चाहिँ यस्तो हुस्से लागेर यस्तो भइरहेको छ बाटो सक्नुहुन्छ। यहाँनिर चियाहरू बेच्थ्यो तल आमैले। म चिया त खान्थेँ तर म त्यति खाँदिनँ। हिजो आज म चियाहरू म खाँदिनँ साथीहरू है। अनि एउटा त्यो भाइरल टडक जस्तो थियो नि उयो के अरे टडकमा बस्ने फोटोसोटो खिच्ने गर्थेँ नि साथीहरू। त्यहाँ त्यो ठाउँ चाहिँ ल त्यो एउटा रातो रातो टडक रोकिरहेको छ नि त्यहीँनिर त्यो भएर ठाउँ यहीँ ल यहीँनिर साथीहरू। यहाँ चिया सिया खाने होइन त अब त्यो यहाँ फोटोसोटो खिच्नु त्यही हो भाइरल क्या साथीहरू। त्यो चाहिँ दुर्गुनी हो त त्यहीँबाट है साथीहरू। त्यो पुरानो रातो के अरे धान चाहिँ पहिला उकालमा बिग्रेर बसेको थियो। अनि त्यो बिग्रेको कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर त्यही नै भाइरल भइदियो क्या साथीहरू। त्यहाँनिर मान्छेहरूले हरेक टिकटकहरू बनाउने होइन अनि यस्तो भिडियोहरू बनाउने है गर्नुहुन्छ। अनि यहाँ चाहिँ अलिकति डेन्जर जोन छ साथीहरू। यहाँ तल हेर्नु न पुरा आगो बाले जस्तो है यतातिरबाट हो यस्तो हुस्से लागेर। तर खरिढुङ्गा ठाउँ त धेरै रमाइलो हो। तर यहाँ घुम्न आउनको लागि चाहिँ एकदम राम्रो छ है साथीहरू यो ठाउँ है। आउनु होला तपाईँहरू पनि। यहाँ जेसिबीले के अरे यहाँ बाटोहरू बनाइरहेको छ, कति ठाउँ बिग्रिरहेछ नि त। ल खरिढुङ्गाको दृश्य देख्न सक्नुहुन्छ। मैले देखाएँ तपाईँहरूलाई होइन। यस्तो हुस्से लागेको छ है, जाडो छ, चिसो छ मौसम। अनि हेर्नुहोस् खरिढुङ्गा भनेर चाहिँ यसैलाई भन्दछ होइन। मैले चाहिँ त्यो माथिसम्म बनाउनेछु भ्लग है, त्यहाँबाट चाहिँ एन्डिङ गर्नेछु साथीहरू। जतिजनाले यो भिडियो थ्याङ्क यू सो मच भन्न चाहन्छु है। अनि सबैजनाले जतिजनाले भिडियो हेर्नुभयो हेर्नु जति चाहिँ सबैजना साथीहरूले लाइक एउटा कमेन्ट कस्तो लाग्यो भिडियो है। अनि त्यहाँबाट एउटा सब्सक्राइब गर्न चाहिँ नछोड्नु होला है त साथीहरू। ल भिडियो चाहिँ मैले यहीँसम्म बनाएर इन्ड गर्दैछु। तपाईँहरूलाई चाहिँ मैले त्यो पारीको देखाउँछु ल एकचोटि। यो पारी ल हेर्नु साथीहरू 24 मिनट लागेछ है। यस्तो छ है खरिढुङ्गा चाहिँ त्यो पारी ल यस्तो छ है साथीहरू। फेरि यस्तो छ। म चाहिँ यहाँबाट भ्लग बनाइरहेको छु। मेरो भिडियो देख्न सक्नुहुन्छ गाइजहरू है। सबैले लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। यता माथि चाहिँ यस्तो छ। यहाँनिर गाडीहरू अस्ति नै एक्सिडेन्ट भएको थियो नि चिप्लेर, यही ठाउँमा हो यहीँनिर हो एक्सिडेन्ट भएको चाहिँ यस्तो साथीहरू। ल म चाहिँ यहाँनिर आएँ। अब एकछिन चाहिँ म पनि बस्नु पर्ला जस्तो छ साथीहरू। ल झोलासोला बोकेको छु मैले त है पुरै। अब हेलमेट खोल्यो भने उयो सुन्छ है। यस्तो छ है बाटो देख सक्नुहुन्छ है। गाडीहरू बोलेरोहरू आइरहेछ ट्रक्क लाएर होइन। यो छ है साथीहरू बाटो है। मेरो बाइक चाहिँ यहाँ छ है, धुलोले यस्तो भएको छ है।
ट्याग लाएर यही त साथीहरू ल